दर्शकवृन्द, जेएनजीहरूलाई आतंककारी भन्ने केपी शर्मा ओलीलाई गृहमन्त्री ओम प्रकाश अर्यालको कडा झापड। सरकारलाई असंवैधानिक भन्नेहरूलाई गृहमन्त्रीको कडा जवाब। यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रो दिए कडा दनक। दर्शकवृन्द, जेएनजीलाई गाली गरेको विषयमा एमाले केन्द्रीय कमिटी बैठकमै ओलीको कडा आलोचना। एमाले बैठकमा विद्याको सदस्यता खुलाउन माग। दर्शकवृन्द, मध्य प्रदेश सभा सहित सीमा सहित 16 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर। दर्शकवृन्द, प्रधानमन्त्रीको निरसन अदालत सेवा एक दिन पनि नरोक्नुहोस्, सुशीला कार्तीले दिन कडा निर्देशन। प्रधानमन्त्रीको नाममा 26 वटा नक्कली आइडी, साइबर ब्युरोले थाल्यो अनुसन्धान। दर्शकवृन्द, ओलीलाई बोकेर जनतामा जान सकिन्न, कोइरालाको भनाई। एमाले बैठक दोस्रो दिन ओलीको प्रस्तावमा धारण राख्दै केन्द्रीय सदस्य 3 मिनटको समय सीमा। दर्शकवृन्द, गणेश शाहले छोडे नेकपा माओवादी केन्द्र, आखिर किन छोडे त आउनुहोस्, यसमा पनि विशेष रिपोर्ट छ। जनधनको क्षति हुँदा पनि ओलीको कुनै पश्चाताप छैन, पुष्पकमल दाहाल प्रचण्डको भनाई। र दर्शकवृन्द, मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु, 2 को अवस्था गम्भीरबाट। दर्शकवृन्द, यी र यस्तै खबरका साथ तपाईहरूमा छोटो र मिठो तरिकाले देशभरका कयौं खबरहरू केही मिनटमै प्रस्तुत गर्नेछौँ। त्यसैले हाम्रो भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गरी अन्तिमसम्म हेरेर साथ दिनुहोला। दर्शकवृन्द, आउनुहोस् आजका मुख्य खबर विस्तारतर्फ लागौँ। दर्शकवृन्द, आउनुहोस् आजको पहिलो खबरतर्फ लागौँ। गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएकोले ख्याल गर्न भनेका छन्। यस्तै जेएनजीलाई आतंककारी भन्नेहरूलाई पनि कडा दनक दिएका छन्। गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारको असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको बताएका छन्। सरकारले असंवैधानिक भन्नेहरूलाई गृहमन्त्रीको जवाब यस्तो रहेको छ, तिमीहरू नै अहिले डुक्रिन थालेका छन्। क्रान्तिकारीहरूलाई उनीहरू आतंककारी देखिरहेका छन्। यो क्रान्तिपछि बनेको सरकार हो, हेक्का रहोस् भन्दै कडा जवाब फर्काएका छन्। सुशासनको मामिला के गर्नुपर्छ सरकारले गर्ने गृहमन्त्री अर्यालको प्रतिबद्धता छ। उनले प्रतिफलन छ, सुशासनलाई विद्रोह भएपछि हामीले सुशासन छोड्छ। विगतमा जसले सुरक्षाकर्मीहरूको दुरुपयोग गरेको थियो, जसले मापदण्ड विपरीत सुरक्षाकर्मी लगेको थियो, उनीहरूले नै सरकारको कामको विरोध गरिरहेको पनि उनले बताएका छन्। वर्दीधारीलाई लगेर पनि घरमा भान्से बनाउनु भएको थियो, अरू काममा पनि लगाउनु भएको थियो। उनले भने सुरक्षाकर्मी लगेर पिएसओ लगेर ड्राइभर बनाउनु भएको थियो, ड्राइभरलाई दिने पैसा बचाउनको लागि भन्दै कडा जवाब फर्काएका छन्। यस्तै अनावश्यक सुरक्षा फिर्ता गरेपछि त्यसको विरोध स्वरूप समग्र रूपमा शान्ति सुरक्षा भएन भन्न थालिएको भन्दै उनले सरकार शान्ति सुरक्षाका लागि गम्भीर रहेको पनि बताएका छन्। दर्शकवृन्द, आउनुहोस् यसैगरी अर्को खबरतर्फ लागौँ। नेपाल प्रहरीको साइबर ब्युरोले प्रधानमन्त्री सुशीला कार्कीको नाममा नक्कली फेसबुक लगायत सामेल सञ्जाल खोल्नेमाथि अनुसन्धान थालेको छ। नक्कली आइडीहरू बनाइएको सूचना पाएपछि ब्युरोले अनुसन्धान थालेको। ब्युरो प्रवक्ता तथा एसपी दीपक राज अवस्थीका अनुसार अहिलेसम्म 26 वटा भन्दा बढी नक्कली आइडी बनेका छन्। नक्कली आइडीलाई बन्द गराउन विभिन्न कम्पनीले प्रचार समेत गरिएको एसपी अवस्थीले बताएका छन्। उनका अनुसार ती नक्कली आइडीहरू बन्द हुने क्रममा रहेका छन्। यसअघि पनि प्रधानमन्त्री कार्यका नक्कली आइडीहरू बनेपछि प्रधानमन्त्री तथा मन्त्रीराज कार्यालय सूचना नै जारी गरेर सक्कली आइडीबारे जानकारी गराएको थियो। दर्शकवृन्द, आउनुहोस् यसैगरी अर्को खबरतर्फ लागौँ। प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन्। स्वास्थ्य सचिव डाक्टर विकास देवकोटालाई बोलाएर प्रधानमन्त्री समस्या समाधान गर्न निर्देशन दिएकी हुन्। स्वास्थ्य मन्त्रालय समेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले नर्सहरूको आन्दोलनको विषय बुझ्न र तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउने निर्देशन दिएकी छन्। देशमा रहेको दक्ष जनशक्तिले निकै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले उनीहरूको समस्या समाधान नभई ठुलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने पनि प्रधानमन्त्री कार्कीको भनाइरहेको छ। स्वास्थ्य मन्त्रालय निर्णय बमोजिम 5औं तह बराबरको पारिश्रमिक पाउनुपर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा रहेका छन्। मन्त्रालयले गत मङ्सिर सबै स्वास्थ्य संस्था कार्यरत नर्सहरूको पारिश्रमिक 34,730 हुनुपर्ने निर्णय गरिसकेको थियो। दर्शकवृन्द, आउनुहोस् यसैगरी अर्को खबरतर्फ लागौँ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जेएनजी आन्दोलनकारीलाई ललकारेको विषयप्रति केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका छन्। बिहिबार बैठक बोल्ने क्रममा केन्द्रीय सचिव युवराज बास्कोटाले जेएनजीलाई गाली गर्ने विषयप्रति आपत्ति जनाएका छन्। आफै प्रधानमन्त्री भएको बेला उठेको यो विद्रोहकै कारण ओली सत्ताच्युत भएका थिए। त्यसपछि उनले जेएनजी
आन्दोलनलाई प्रतिक्रान्ति कलर रेभोल्युसन लगायत संज्ञा दिँदै आएका छन्। जेएनजी कुनै राजनीतिक दल र सङ्गठित संस्था होइन, केही सामायिक विषयवस्तुलाई लिएर उठ्यो, सडकमा उत्रियो। यो एउटा पुस्ताको चाहना हो, केन्द्रीय सदस्य बास्कोटाले भने। यद्यपि यो नाममा हिंसा भयो, तोडफोड भयो र आगजनी भयो, यसको एउटा पीडित म स्वयं हो। यति हुँदाहुँदै पनि पुस्ताले गाली होइन, तिनले उठाउँदै आएका सामायिक मुद्दालाई सम्बोधन गर्नुपर्छ। यसलाई भड्काउनु हुँदैन र भड्किन दिनु हुँदैन। यो हाम्रो निर्णायक भोट ब्याङ्क पनि हो। सुशासन, प्रत्याभूतिको अभाव, नियमन र नियन्त्रण बाहिर देखिएको भर्सा र अभिव्यक्ति स्वतन्त्रताको कुरा आफ्नै नेतृत्व भएका समय किन उठ्यो भन्ने विषय एमाले खोजिनुपर्ने पनि उनको भनाइरहेको छ। यसको राजनीतिक उपचार खोजी गर्नुपर्छ र साझा सङ्कल्प अघि सार्नुपर्ने उनको धारणा रहेको छ। उनले थपे, पार्टीमा विरोध एकता खाँदिलो एकता र साँच्चीकै एक मन एकता चाहने हो भने पार्टी केन्द्रीय कमिटीको पूर्व अध्यक्ष कमरेड विद्यादेवी भण्डारीको पार्टी सदस्य कायम राख्ने र सम्मानजनक ढङ्गले पार्टी कायम फर्कन पाउनुपर्ने विषयमा ध्यान दिनुपर्छ। हिजो लिएका निर्णयको पुनः विचार गरिनुपर्छ। दर्शक पनि उनले प्रस्तावित मितिमा हुने पार्टीको 11औं महाधिवेशन अलिक पर सार भए पनि यस सम्बन्धी सूक्ष्म तयारीमा लाग्नुपर्ने भन्दै उनले भने, नेतृत्व कौशलता भनेको उत्तराधिकार निर्माण गर्नुपर्ने हो। महाधिवेशनको मञ्चमा पुग्दा स्वीकार्य नेतृत्वलाई अघि सार अध्यक्ष कमरेड अभिभावक भएर बस्नु वाञ्छनीय हुन्छ, उनको भनाइरहेको छ। दर्शक पनि आउनुहोस् यसै गरी अर्को खबरतर्फ लागौँ। नेकपा माओवादी केन्द्र नेता गणेश शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। एउटा टेलिभिजन अन्तर्वार्ता दिँदै उनले आफूले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका हुन्। केन्द्रीय समिति भङ्ग हुनु अघि उनी माओवादी केन्द्र सचिव थिए। शाहले आफू 75 वर्ष पुगिसकेको कारण राजनीतिबाट अवकाश लिन पार्टी छाडेको बताएका छन्। जेएनजी आन्दोलनको भावनाले ख्याल गर्दै आफूले राजनीतिबाट अवकाश लिएको उनको भनाइरहेको छ। उनले अब आफू माओवादी को सदस्य नरहेको र कुनै पनि राजनीतिक दलमा नलाग्ने पनि घोषणा गरेका छन्। पूर्व मन्त्री समिति रहेका शाह विष्णुबहादुर मानन्द नेतृत्वको नेकपा संयुक्तबाट एकता प्रक्रिया मार्फत माओवादी केन्द्रमा आएका थिए। दर्शक पनि नेकपा एमाले केन्द्रीय सदस्य रविन कोइरालाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावक बनेर बस्न आग्रह गरेका छन्। केन्द्रीय कमिटी बैठक दोस्रो दिन आफ्नो धारणा राख्दै झापा निवासी कोइरालाले ओली नेतृत्वमै रहँदा कार्यकर्तामा पार्टीले लैजान नसकिने बताएका छन्। तपाईँ अभिभावक भएर बस्नुपर्छ। कोइरालाले भने अब तपाईँलाई लिएर जनतामा जान सकिन्न। कोइरालाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्य नमन गरेर जिम्मेवारीमा फर्काउन समेत कडा माग गरेका छन्। दर्शक पनि आउनुहोस् यसै गरी अर्को खबरतर्फ लागौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य प्रदेश सभा सदस्य सरोज कुमार सिंह सहित 16 जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। सिंह महोत्तरी क्षेत्र नम्बर 4 खबाट निर्वाचित प्रदेश सदस्य हुन्। उनी सहित रमेश मडर, अमलेश कुमारी, दीपा देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासवान, रामनाथ साहनी, स्वीकृति देवी, रामशरण खाद्बे, विभा देवी खद्बे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनमाया कुमारी, यमुना प्रसाद महतो र कौशल्या देवी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आएका अनुसार सीमाले विद्यालय मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल रकम 1,36,27,481 मध्ये रु 38,50,311 झन्डै 28.25% रकम सीमाले घुस स्वरूप लिएर आफ्नो र श्रीमती समिति खातामा राखेका थिए। सो रकमको केही हिस्सा उनले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कश्यपको खातामा पनि जम्मा गरेको पाइएको अख्तियारले जनाएको छ। दर्शक पनि आउनुहोस् यसै गरी अर्को खबरतर्फ लागौँ। नेकपा माओवादी केन्द्र समिति पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय सामाजिक सञ्जाल मार्फत सङ्गठित भएको युवाको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको सङ्केत रूपमा लिँदै यसले विगतदेखि उठ्दै आएका माओवादीका मागहरू मेल खाने दोहोऱ्याएका छन्। चितवनमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट, अदालत, जेएनजी आन्दोलन, सरकारको लापरवाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायत विषयमा स्पष्ट धारणा राखेका छन्। उनले भने युवाहरूको उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्। हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचार विरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुन गौरवको कुरा हो। 23 को राजधानी भएको आन्दोलनको क्रममा देखियो गम्भीर सुरक्षा लापरवाही घटनाले मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीको भूमिकाको आलोचना गरेका छन्। प्रचण्ड थपे युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो, तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको, संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो। गोली हानिँदा कलेज ड्रेसमा रहेको युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमै नै लज्जास्पद बन्यो। 23 गते रातिले काठमाडौँ फर्केर पार्टीको आकस्मिक बैठक बसेको र सबैभन्दा पहिला माओवादी केन्द्रले आन्दोलनका मृतकहरूलाई सहित घोषणा गर्ने र उच्च स्तरीय छानबिन गठन गर्न र प्रधानमन्त्री राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरेको उनले बताएका छन्।
साथै दर्शकवृन्द पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व लक्षित गर्दै प्रचण्डले उनको कारण यदि धेरै जनधनको अत्याधिक क्षति भयो तर आज पनि कुनै पश्चाताप ओलीलाई नभएको खुलासा गरेका छन्। दर्शकवृन्द आउनुहोस् यसैगरी आजको अन्तिम खबरतर्फ लागौँ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका 1 सौरे खोलामा मोटरसाइकल दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 2 जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अनुसार बुधबार साँझ 2 मोटरसाइकल एक आपस ठोकिँदा पाणिनी गाउँपालिका 5 का 21 वर्षीय तारा बेलबासी र गुल्मीको छत्रकोट गाउँपालिका 6 का 35 वर्षीय सुमन सुनारको मृत्यु भएको उनीहरू दुवै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ। दुर्घटना मोटरसाइकल पछाडि सवार अर्घाखाँची 18 वर्षीय दिपा बेलबासी र गुल्मीका 44 वर्षीय सुरज सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरीको प्रहरी निरीक्षक झलकबहादुर शर्माले जानकारी दिनुभएको छ। गम्भीर घाइते दुवैलाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।